मिग्देन फुड इटिङ च्यालेन्ज यहाँ देख्नु सक्नुहुन्छ। यहाँ मिग्देन धम्माधम दिइराख्नु भएको छ। यहाँ रियाक्सन हेरिदिउँ अनुहारको। म च्यानललाई सब्सक्राइब लाइक गरिदिनु होला मिग्देनको अनुहार हेरेर। 10 दिन जति भएको थियो भात नखाएको आज खाँदैछ। हामीले तल यसलाई बाटोमा भेटेको थियौँ। ल सुतिरहेको थियो पुलमा। हामीले उठाएर भात दिएको। हेर्नु न कति माया लाग्दो खाने। अनुहार देखा न अनुहार मिग्देन भाइरल भयो हेर ल। बाटोमा नाङ्गै लडिरहेको थियो। हेर्नु न कति मजाले भात खाएको। अब उयो 2 कुकर त खाइसक्यो। अब 1 कुकर फेरि खान्छ। ओ भात ल्याइदिए त 1 कुकर भात ल्याइदिएर भात ल्याइदिएर भात खाने होइन मिग्देन मुखमा भात हो भात अलिकति थप्दै कुकरले त योसँग 3 कुकर हुन्छ। थप्दैन अलिकति खान्छ यसले भात। योसँग 3 कुकर सब्जी ल्याइदिएर कति माया लाग्छ ल भाइ। राम्ररी खानु ल भाइ। भोलि पनि आउनु अलिकति हाम्रो यो कामहरू सघाइदिनु पाइहाल्छौँ ल। धन्यवाद तपाईँहरूलाई। धन्यवाद। सब्जीमा हाल्दै वही सब्जी। धन्यवाद तपाईँहरूलाई। कम्ती हाल्नु। ठिक छ भाइ ठिक छ खानु मजाले ल। सब्जी भाइ सब्जी हाल न के गरेको धेर खानु हुँदैन नि सब्जी। सब्जी हाल्नु सब्जी हाल्यो ग्रेभी डल्ले हाल्यो नि डल्ले हाल्यो। भयो। ओ खोर्सानी पनि ल्याइदेऊ न भाइ। खोर्सानी त्यो बट्टाको डल्ले हाल्यो। राम्ररी खानु ल। मिठो रहेछ भाइ। हजुर दा। राम्ररी ओ भाइलाई पानी ल्याइदेऊ। ऊ यहाँ कप छ छिटो पानी ल्याइदेऊ। भाइ हाम्रो पानीहरू सकिरहेको छ। यति हो त बेसी। ल ल ल। उयो राख्दै भाइ। मिग्देन मुकबाङ फेरि पनि देख्न सक्छौ आलु र भात खाँदै। मिग्देन मुकबाङ ए अलिक बिस्तारै गाउँ न भाइ। यहाँ सुँगुर मिठो होला है भाइ। ल खानु 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 मजाले खानु। भोलि म आउनु काम सघाउनु। अड्कीलाई ल लजाउनु हुँदैन भाइ। माग्नु बरु खाने भए भात खाने अझै भात ल्याइदिकन अझै त 1 कुकर। कुटा खानु। मिग्देन मुकबाङ फेरि पनि स्वागत छ। यसले हुन्छ ल भाइ। भाइ खाउ न भाइ नलजाउ न। छ्या कस्तो लजाएको भाइ फेरि। भात खुवाइ हेर्न सक्नुहुन्छ। आम्बो वर्षमा एकताल मात्र भात खाला जस्तो छिटो छिटो खानु दे। खाएर घर गइहाल ल। घर गइहाल्नु ल। तिम्रो घर कता हो भाइ? बाइकमा छोड्दैनौ परसान बिचारो भाइले। बाइकमा छोडिदिन्छु होला। तर त्यो मेरो लुगा चाहिँ खोलिदिइराख्नु ल। यो खोलिदिइराख्ने। यो चप्पल मेरो नलाइकन जाउने भाइ। ल बुझ्यौ भाइ बुझ्यौ। तिम्रो त्यो उयो छैन त्यो खोइ भाइको चप्पल दिइहाल त। तैँले किन लगाएको भाइको चप्पल? भाइको चप्पलमा मैले फ्याल्दै नि तल। ल्या अनि भाइ चाहिँ के लगाएर जान्छ अब? भाइ खाली खुट्टै। भाइले खाइ खुट्टै जानु ल। यो पनि अब हाम्रै परेको यो पनि खोल्नु। हाफ प्यान्टमा मात्रै जानु कुद्दै कट्टु मेरै है। होइन कट्टु लगाउनु दिनु पऱ्यो नि त। मिग्देन मुकबाङले भात खाइसकेको छ। लु अन्तिममा नमस्ते भाइ। ल त भाइ जाऊ ल।